हेलो अनि स्वागत छ तपाईहरुलाई अर्को भिडियोमा। आशा गर्छु सबैजना सुखद मङ्गलै हुनुहुन्छ। आज चाहिँ मलाई 1 बजे आई वाज टोल्ड टु बी अन टाइम है। अनि गिवन टाइम वाज 11 to 12 को बिचमा आइसक्नु भनेर। अनि आई डिड सम बार्गेन देता हैन, लेटमा चाहिँ कति बजे आउँदा हुन्छ भनेर। एन्ड इट वाज 1 लेटमा 1 सम्म चाहिँ शार्प 1 सम्म चाहिँ आइसक्नै पर्यो भनेर टाइम दिनुभएको थियो। अनि म के गरिरहेको छु भन्दा मलाई ब्याङ्क जानु छ ब्याङ्क गएर काम छ हैन। अनि आई एम दि क्लोजेस्ट टु दि स्टुडियो क्या। जान कहाँलाई चाहिँ मैले भनेको छैन अहिलेसम्म हैन। स्टुडियो छ, गएपछि थाहा पाइहाल्नुहुन्छ के को लागि कसरी किन भनेर। सो अब गएर टक्क लाएर ब्याङ्कको काम चाहिँ छिटो भ्याएर स्टुडियो गएर गाली खानु छ। अनि मलाई काम त छ अरू पनि हैन। बेलुका एयरपोर्ट पनि जानु छ। आजको त भ्लग त कति हो छ। प्याक छ क्या यार। ब्याङ्क वाज टोटली एम्टी हैन, मेरै लागि खोले जसरी। अनि म चाहिँ 10 मिनट जस्तोमै सबै काम भ्याइदिइहालेँ। अनि प्रणेशजी सन सिटी अगाडि पेप्सी कोला आइपुगे भनेको थियो। सन सिटी अगाडि आई विल वेट फर हिम। अनि फेरि समृद्धि पेट्रोल पम्प गएर अनि फेरि यता फर्किनुपर्छ। के गर्ने भनेर सोध्नु पऱ्यो। समृद्धि गएर बस्छु एकछिन। डन, इट्स डन। कृतिका कहाँ है? हामी यस्तो हो क्या, समृद्धि माथि हो, अब यता तल नै जाने हो जान चाहिँ हैन। अनि म चाहिँ यता ब्याङ्क जाँदिनँ सोचेको थिएँ। अनि उतैबाट लिएर आउँछु सोचेको। तिमीलाई नि त्यतै भनेछ। क्लच अलिकति माथि अझ हुँदैन? योभन्दा माथि हुन्न भने? आमामा टुप्पोमै छ यार। यो त क्लच हो कि के हो? कस्तो देखिँदो रहेछ बाइक आफ्नो हैन। छोडिदिनु न दाजु, छोडिदिनु न दाजु। Come a gift. माछा हो क्या बस। प्रणेश पनि अफिसबाटै आयो। ओ यहाँबाट पहिला बाटो थियो छ कि छैन हेर्ने हो। पहिला थियो। कहाँ आयो? किन डराकी त जाब यतिमा। यता उहाँ कृतिका अस्ति देख्नु होला।
इन्डिया दुवै नेपाली हामी चाहिँ यहाँ छ अब एकछिनमा We are entering the premises now. Entering the premises भनेको एडिट ल मिस नबिना एक्सचेन्ज चाहको मेरो ब्याग गर्छ म एकछिन बाहिर जान्छ मेरो खिच्दैन योसँग फोटो Hello. To support this old lady for her performance. All the best, Nabina. All the best, Nabina. All the best. Extremely scared, extremely nervous अनि एकदमै सिकाइदिनु पर्यो नि त अनि भगरज्यू भ्लगर त अब हिजो So we have with us very charming, very lovely Richa ma'am. Hi. Well, I wish well for Nabina. Nabina ekdamai terrific, brilliant actor ho ani she's very consistent with her performances हैन अनि एकदमै उसलाई चाहिँ मलाई ठुलो पर्दामा देख्ने इच्छा छ र होपफुली सबै कुरा मिल्यो भने सँगै काम गर्ने पनि एकदम धेरै इच्छा छ एकदमै रिफ्लेक्ट गर्छ उसले चाहिँ उसको इनर इमोसन्सलाई थ्रु एक्ट अनि she could just be a name which people will remember for a long time, I feel. र एकदमै नै मनपर्ने performer हो पहिलेदेखि मलाई. So I really wish her well. एकदमै उसले नाम कमाओस्, एकदमै धेरै माया पाओस् र धेरै प्रोजेक्ट्स पाओस्. तर धेरै प्रोजेक्ट भन्नाले चाहिँ जुन पनि प्रोजेक्ट नगरोस्, राम्रो प्रोजेक्ट गरोस्, सोसाइटीलाई कन्ट्रिब्युट हुने. So त्यही नै हो. I'm gonna miss her. I'm gonna miss her performances and her stage presence. But I really wish I'll be seeing her very soon somewhere or the other. I love you, Nabina. कस्तो रुवाई नि त्यसले आज म त सुरुमा त यस्तो हिँड्दा थिएँ सबैतिर सुरुमा चाहिँ He is very busy. एकछिन ल यो अभिनय कला जो कलाका विभिन्न माध्यमहरूमध्येको एउटा असाध्यै महत्त्वपूर्ण माध्यम हो. कलालाई आकार दिने मान्छेलाई कलाकार भन्छन्. कलाको त आफ्नै आकार हुने भएन नि. विभिन्न चरित्रहरू मार्फत त्यो चरित्रलाई एक प्रकारको आकार दिया हुन्छन् कलाकारहरूले होइन. त्यो चरित्रको माध्यमबाट केही न केही कुरा पस्किन खोजिरहेको हुन्छ हरेक कलाकारले. त्यसरी त्यो चरित्रलाई कलाकार दिने भाव हेर के अरे चरित्रलाई आकार दिने भाव हेर उनीहरूलाई कलाकार भनेको. मैले कलाकारितालाई त्यसरी बुझेको छु र हरदम मलाई चाहिँ त्यसरी चरित्रलाई आकार दिन सक्ने क्षमता भएको मानिसको खोजी हुन्छ के. र जब म त्यस्तो मान्छे भेट्छु मलाई असाध्य सुखद अनुभूति हुन्छ. र त्यही जर्नीमा मेरो त्यो
कलाकारितालाई आकार दिन सक्ने मानिसलाई भेट्ने जुन एउटा तीव्र इच्छा छ नि मभित्र त्यो त्यही जर्नीमै छु म। त्यो जर्नीमा मैले चाहिँ नवीनाजीलाई भेटेको हुँ र भेटेर जब त्यो सशक्त रूपबाट आफ्नो चाहिँ चरित्रलाई एउटा आकार दिन सक्ने क्षमता मैले उहाँमा देखेँ नि, त्यसपछि मैले इमिडिएटली फिल गरिहालेँ कि मेरो एउटा कलाकारसँग भेट भयो। त भनेपछि नवीनाजीसँगको भेटघाटको कुरालाई लिएर म उहाँलाई यसरी सम्झन चाहन्छु। र अब यो एक्टिङ स्टारको जर्नीमा त झन् हामी विभिन्न किसिमको उहाँ एउटा प्रतिस्पर्धी हुनुहुन्थ्यो, म त अब जजै भइहालेँ होइन। र धेरै एङ्गलबाट अझ उहाँलाई निहाल्ने अवसर प्राप्त भयो र यसरी चाहिँ उहाँ चाहिँ झन्झन परिष्कृत भएर जानुभयो कि एउटा प्रशंसा गर्न लायक कलाकारको रूपमा रूपान्तरित हुनुभयो। र त्यसकै सानो झल्को झन् आजको प्रस्तुतिमा पनि हामीले देखिहाल्यौँ। त नवीनाजी मार्फत हाम्रो कलाको क्षेत्र अझ बढी समृद्धशाली हुन्छ होला भन्ने मैले अपेक्षा गरेको छु। धन्यवाद बुवा, आशीर्वाद। थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो हाम्रो लभली बुवा निशा, which I love the most.